आज चाहिँ फर्स्ट रेकर्ड होला म ठाउँमा टाइममा पुगेको दिन। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी जाँदैछौँ हाम्रो सौलमा भएको युनप्योङ हानोङ भिलेज। यहाँ जाँदा चाहिँ 3 नम्बर लाइनमा भएको यनसिन्ने स्टेसनदेखि बसमा 15 मिनट लाग्छ। यो ठाउँमा जाने चाहिँ हाम्रो रेनु साथीको प्लान थियो। अनि यो भिडियो चाहिँ लास्ट विकको मैले भोइस ओभर गर्ने टाइम नपाएर अहिले पोस्ट गर्दैछु। लास्ट विक चाहिँ मेरो 2 दिन छुट्टी थियो। काम भएको टाइममा त नसुतेर भिडियो बनाउने मान्छे झन् बिदा भएपछि घुम्न नजाने त कुरै भएन। एउटा ठाउँमा जान रेडी भएको मान्छे बीचमा केही राम्रो देखेपछि त्यहाँ त हराउनै पर्ने हुन्छ हामीलाई। यो चाहिँ यनसिन्ने स्टेसन भित्र भएको सब बाहिरबाट नै राम्रो देखेर भित्र हेर्न गएको। भित्र त झन् राम्रो राम्रो क्युट सामानहरू के, तर लास्ट एक्सपेन्सिभ हुँदो रहेछ। मैले पकडेको चाहिँ ब्याग भनेर हेरेको थिएँ। मैले सानो कति क्युट ब्याग भनेर हेरेको, लास्टमा त यो फोनको कभर रहेछ। यो सबमा चाहिँ मलाई यो घडी लास्ट मन परेको थियो, तर यसको प्राइस हेरेर आफ्नो मनलाई सम्हालेर हामी त्यहाँदेखि बाहिर निस्केको। स्टेसनदेखि बाहिर निस्केर चाहिँ हामी बस स्टेसनमा गयौँ। देखि निस्किँदा वेदर चाहिँ एकदम राम्रो थियो, तर त्यहाँ पुग्दा चाहिँ बादल लागिसकेको थियो। बसमा सिट पाएर चाहिँ हामी एकदम खुसी भएको थियौँ, किनकि हामी ट्रेनमा उभिएर आएको थियौँ। अनि यो क्युट कपाल बसेको क्युट कार देख्दा चाहिँ हाम्रो मन कटक्क खाएर 1-2वटा गफ गऱ्यौँ। हामीले चाहिँ गफ गर्दा गर्दा ठाउँमा पुगेको थाहा नै भएन। लोकेसनमा चाहिँ बसदेखि झरेर हल्का हिँड्ने देखाएको थियो, तर त्यहाँ हिँड्नु पर्ने रहेन रहेछ। यहाँ चाहिँ काठमा फोटो प्रिन्ट गर्दो रहेछ, अरूले चाहिँ गराइरहनु भएको थियो। हामी चाहिँ नगराएर घुम्ने ठाउँहरू हेर्दै गएको। यो ठाउँ चाहिँ मलाई एकदम मन पर्यो। यहाँदेखि पहाडहरू पनि देखिँदो रहेछ। यस्तो गाडीहरू देख्दा चाहिँ मलाई काममा गएको याद आउँछ। फर्स्टमा गाउँमा काम गर्न जाँदा यस्तै गाडीमा हामीलाई काममा लैजान्थ्यो कि। टिकटकमा हेरे जस्तै फोटो भिडियो बनाउने ठाउँहरू खोज्दै गएको थियौँ हामी चाहिँ। हेर्दै जाँदा चाहिँ हामीले यस्तो राम्रो ठाउँ देख्यौँ क्या। यो चाहिँ मलाई लास्ट मन परेको थियो। अहिले चाहिँ कोरियामा रुखको पातहरू पिङ्क हुने, पहेँलो हुने, रुखको पातहरूले कलर चेन्ज गर्ने सिजन हो। यति राम्रो ठाउँ देख्दा हामी चाहिँ यहीँ हरायौँ क्या। अनि हामीले चाहिँ यहीँ फोटो भिडियोहरू बनायौँ। एउटा ठाउँ राम्रो देखेपछि जानुपर्ने ठाउँ कहाँ हो त्यो पनि बिर्सिन्छौँ क्या हामीले चाहिँ। हामी चाहिँ यहीँ रमाएर फोटो भिडियोहरू बनाएर बसिरहेको थियौँ। ब्याकग्राउन्ड राम्रो भयो नि मेरो भिडियो फोटो चाहिँ के नमिलेको जस्तो भएको थियो, त्यही भएर चाहिँ मैले यस्तो गरिरहेको छु। यो ठाउँ चाहिँ एकदम राम्रो थियो। अनि फर्स्ट टाइम होला कि म कुनै ठाउँमा गइसकेपछि रिग्रेट नभएको मलाई। अनि म चाहिँ यताउता दौडिरहेको थिएँ भिडियो बनाएर, कहिले नथाक्ने म। अनि मेरो साथी चाहिँ मेरो भिडियो बनाइदिएर कहिले नथाक्ने। ठाउँमा नपुग्दै मौसमले च्यालेन्ज गरिदिएको क्या। पानी परेर हावाहुरी लाएर हामी चाहिँ अर्कोचोटि आउने भनेर त्यहाँदेखि फर्केको। नेक्स्ट टाइम आउँदा फुल भिडियो लिएर आउँछु। थ्याङ्क यू सो मच फर वाचिङ द फुल भिडियो। बाई बाई।